म चाहिँ दाउरा बोक्न आएको। त्यो चाहिँ स्कुलमा पुरा झाडी भरियो क्या। खाना चाहिँ अर्ग्यानिक खाना पाइयो। अनि वरपर आफ्नो वरिपरि चाहिँ हरियाली भइहाल्ने भयो क्या। वरिपरि यस्तो हरियाली बन्छ है। सो हेलो अनि नमस्ते सबैजनालाई। के छ साथीहरू सबैजनाको हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ? म पनि सन्चै आरामै छु। अनि आजको लागि मेरो न्यू ब्लग सुरु भइसक्यो। यो चाहिँ मेरो सेकेन्ड ब्लग हो है। अनि ब्लग चाहिँ म बाटोबाट सुरु गर्दैछु। अनि यता गाउँघरको अवस्था यस्तो छ है अहिले। बुझ्नुभयो? गाउँघर छेकियो के रुखले सबै। घरहरू छ नि त्यहाँ तल है, तर अब सब छेकियो होइन। यस्तो छ अवस्था गाउँघरको। हाम्रोतिर यस्तो छ है। त्यो पारी डाँडा पुरै डडेल लाएर कालो भएछ है। यस्तो त्यो माथि चाहिँ हाम्रो गाउँको टावर भइहाल्यो। अनि घरहरू चाहिँ यस्तो छ, यस्तो देखिया छ यहाँबाट है। अनि आजको दिन पनि खोइ खासै घाम लाग्ने छाँटकाट आएन। घरि घाम लाग्ला जस्तो गर्छ, घरि पानी पर्ला जस्तो गर्छ है। अब चाहिँ म घर जाँदैछु है। म यता फुपू घरतिर आएको थिएँ। हल्का काम गरेँ फुपू घरतिर। त्यहाँको चाहिँ भिडियो बनाइएन है अनफर्चुनेटली। अब घर गएर फेरि काममा जानुपर्ने हुन्छ होइन। अब घर गएपछि के काम गरिन्छ त्यसको चाहिँ भिडियो बनाउने वाला छु। अब यहाँबाट चाहिँ हाम्रो गाउँघर यस्तो देखिन्छ होइन, देख्न सक्नुहुनेछ। यस्तो छ है हाम्रो गाउँघरतिर आज दिन यस्तो छ। खन्याको रुख यहाँ यस्तो भइहाल्यो। अनि गाउँघरहरू चाहिँ तल छ हाम्रो घरहरू। मजाले माथितिर छु है। अब म चाहिँ घर जाँदैछु। अब अगाडि के हुन्छ हेर्दै जाऊँ न। ल हेर्नुहोस्, गाउँघर त घर छ, मान्छे छैनन् है। घर वरिपरि यस्तो झाडी भइसक्यो होइन। पहिला मान्छेहरूलाई कति गाह्रो थियो, अहिले गाउँतिर सुविधा छ तर पनि मान्छे छैनन् है। यताबाट चाहिँ यस्तो देखिन्छ है हाम्रो गाउँघर। त्यो पर देखेको चाहिँ हलले गाउँ हो होइन। अनि त्यो पारिको चाहिँ हाम्रो गाउँको वनहरू जङ्गलहरू है। अनि मौसम चाहिँ खासै राम्रो छैन आज होइन। गाउँघर यस्तो छ। म छु यता। अनि आज भ्लग चाहिँ खास बिहानै सुरु गर्नुपर्ने हो। बिहान चाहिँ अलिक त्यस्तै भयो, बिर्सिएछ क्या होइन। त्यही भएर अहिले सुरु गर्दैछु। केही छैन, यो मेरो सेकेन्ड भ्लग हो नि त। अब गाउँघरतिरको अवस्था यस्तै छ है। जाँच पनि कराइरहेछ फेरि होइन। तर के भन्दाखेरि मौसम चाहिँ खासै सफा छैन क्या। अनि म पछाडि चाहिँ दाउरा छ होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ अङ्कलहरूको दाउरा हो। आजभोलि गाउँमा दाउरा काट्ने सिजन चलिरहेछ। म पनि अब घर गएर दाउरा बोक्न जानुपर्छ है। मैले चाहिँ अस्ति नै काटेर राखेको छु। मैले रोडमा निकाल्नु छ, तर रोडबाट त फेरि गाडीले बोक्छ। त्यस्तै छ गाउँघरतिर आजभोलि है। रोडहरू यस्तो छ, वनमारा फुलेर सेतै छन् है। फुल फुलेर फेरि झरेर यिनीहरूले अब फेरि आफ्नो वंश बढाइहाल्ने भए होइन। यी रुखहरू यति ठुल्ठुलो भइसक्यो, पहिला साना थिए। अब गाउँ छोडे सबैले, रुखहरू बढेर यत्रो भयो क्या। दाउरा काट्ने मान्छे भएनन् होइन। दाउरा काट्ने मान्छे पनि छैनन्। अनि त्यही भएर रुखहरू सबै बढ्यो क्या। त्यही भएर यस्तो भएको होइन। ठिकै छ, अब के गर्नु त, आफ्नो आफ्नो इच्छा हो है। अब ल अब चाहिँ एकछिनमा भेटौँ है हामी। आज चाहिँ हाम्रो गाउँघर यस्तो देखिरहेछ है। अलिअलि मौसम खुल्ला जस्तो गरेर। अनि मेरो पछाडि चाहिँ मेरो गाउँ हो, देख्न सक्नुहुन्छ। यही गाउँघरमा हुर्केर यत्रो भयो, बुढो भइसक्यो है। गाउँ चाहिँ छोड्न सकिएन है। कतिले गाउँ छोडेर कहाँ पुगिसके। हामी चाहिँ अझै नै गाउँमै छौँ। ठिकै छ, अब भाग्यमै यस्तो रहेछ। अनि हाम्रो गाउँ चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई हेरेर भन्नु होला है। मौसम चाहिँ देख्न सक्नुहुन्छ, यस्तो बादलै बादल लगाएको छ। तर यता चाहिँ यस्तो छ है अवस्था। अब हेरौँ के हुन्छ अगाडि है। साथीहरू म चाहिँ अब टोको बोकेर हिँडेँ दाउरा बोक्न है। अब जाँदैछु। बाटो यस्तो छ, पानी पर्ला जस्तो भयो। नजान मात्रै हुने पो हो कि। अब पानी पऱ्यो भने त फेरि फर्किनु पऱ्यो म होइन। जाँदैछु, हेरौँ अब के हुन्छ। पानी परेन भने चाहिँ बोक्छु के अरे। पानी पऱ्यो भने फर्किन्छु होइन। के छ र, पानी नपऱ्यो भने चाहिँ 2-3 घन्टा
2-3 घन्टामा त मैले सायद सक्छु होला है। यस्तै छ गाउँघरतिर के गर्ने है, हाम्रोतिर यस्तै छ। हजुरहरूकोतिर के छ अनि हाम्रो गाउँघर चाहिँ यस्तो देखिन्छ। यो एङ्गलबाट हेर्दाखेरि देख्न सक्नुहुन्छ, यस्तो देखिन्छ है टक्क है। बारीमा मकै उम्रे हो, मौसम यस्तो छ, रोड यस्तो छ। अनि म चाहिँ हिँडेछु दाउरा बोक्न है त। ल अब जाम अगाडि के हुन्छ हेर्दै जाम है त। ल म अब पुग्न लाएँ होइन। अब दाउरा बोक्ने ठाउँमा म छु यता होइन। अनि कस्तो भयो नि, जाडो भयो क्या फेरि। टोपीको फेरि कानसान सबै लाउनु पर्ने अवस्था छ। उतिखेर जाडो हुन्छ होइन, उतिखेर गर्मी हुन्छ। तनाव छ क्या यता होइन। पानी पर्ला जस्तो छ आकाशतिर हेर्न सक्नुहुन्छ, यस्तो छ बादल। पानी पर्ला कि नपर्ला त्यो त थाहा भएन। बाटो चाहिँ यस्तो छ होइन। अब बर्खा लाग्न लाग्यो, हरियाली त भइहाल्ने हो होइन। अब वसन्त ऋतुको सुरुवात हुन लागिसक्यो नि त। शिशिर ऋतुको अब अन्तिम भइसक्यो होइन, सबैजनालाई थाहा भएकै कुरो हो। तर बारीहरू चाहिँ सबै बाँझै छ है, पहिला जस्तो छैन गाउँघर। अब मान्छेहरू सबै गए होइन गाउँ छोडेर। गाउँघरतिर हामी मात्रै अलिअलि बाँकी छौँ। सो हामी पनि अब पैसा कमाइ नभएर हो कि बाहिर नगएको होइन। पैसा भयो भने हामी पनि गइन्थ्यो होला। गाह्रो छ क्या होइन पैसाहरूलाई। ल रोड यस्तै छ गरे, पानी परेपछि यस्तो छत्ताछुल्लो भइहाल्छ होइन। जताततै डढेल लगाएर कालै कालो छ डाँडा काँडा होइन। तर बाटोमा चाहिँ हरियाल छ है साथीहरू। छिप्पैको ढुङ्गा छ यहाँ होइन। अनि अरू त यस्तै हो। अब गाउँघरतिरै ढोकोसोको बोक्ने, अब ढोकोमा बोक्न सजिलो हुँदो रहेछ कि दाउरा। ढोकोमा बोकेको दाउरा गाडीले भारी भन्दाखेरि फुकेको दाउरा लागु रहेछ। त्यही भएर डोको लिएर आइरहेको छु कि म अब बोक्न होइन। अब यस्तै छ। दाउरा त अस्ति नै काटेको, दाउरा काटेको अस्ति नै हो। तर बोक्नु बाँकी थियो। अब आज बोकिन्छ होइन। अब बोकेर टक्क बाटोमा निकालेर अनि फलाउनु पर्ने हुन्छ। अनि यता मन्दिर चाहिँ हाम्रो बारी होइन टक्कै। अब कतिको देखेको थाहा छैन होइन। मकैहरू उम्रिसकेका छन् है, टक्क मकै सके उम्रेर अब अलिपछि खन्ने बेला भइहाल्छ। वरिपरि यस्तो हरियाली वन छ है। गाउँघरतिर बसेपछि यही हो क्या फाइदा, टक्क जता पनि हरियाली होइन। हरियाली अर्ग्यानिक यही हो गाउँघरतिरको फाइदा भनेको। अरू त त्यस्तै हो, खाना चाहिँ अर्ग्यानिक खाना पाइयो। अनि वरपर आफ्नो वरिपरि चाहिँ हरियाली भइहाल्ने भएर है। म अब एकछिनमा दाउरा बोक्ने ठाउँमा पुग्नेवाला छु होइन। अनि मैले चाहिँ तलबाट दाउरा बोकेर ट्याक्क ल्याएर यहाँ राख्ने हो होइन। यहाँ पहिले पनि ल्याएर राखेको थिएँ, अलिअलि दाउरा लैसकेको छु। यहाँ यति छ होइन। अब म जानुपर्छ यहाँबाट तलतिर है। यस्तो छ बाटो, यस्तो बाटो छ। पहिला त मान्छे मस्त हिँड्थ्यो र बाटो पनि राम्रो हुन्थ्यो। अहिले गाउँघरतिर मान्छे नभएर यो बाटोको अवस्था यस्तो छ होइन। अब ठिकै छ, जे जस्तो भयो नि चल्नु पर्यो है। अनि जाँदैछु म। यताको अवस्था यस्तो छ। त्यो परको चाहिँ हामी पढाइ स्कुल हो है। अहिले चाहिँ स्कुलमा पुरा झाडी भरियो क्या। हेर्नुहोस् जङ्गल छ त्यहाँ होइन। पहिला चाहिँ त्यस्तो जङ्गल पनि थिएन है, त्यहाँ बारीहरू थियो, खेती लगाउँथे मान्छेहरूले माथिपट्टि स्कुलमाथि। अहिले चाहिँ बारी कमाउनु छोडे, रुख बढेर त्यत्रो भइसक्यो होइन। हिँड्ने बाटो यस्तो भइसक्यो, झाडी जता गए पनि झाडी नै झाडी छ अहिले त होइन। अब म दाउरा लिन्छ त्यहाँ मुनि जाने हो, देखियो होला यस्तो छ। अब यता चाहिँ हिजो मङ्गुर काट्न गएको गाउँ भइहाल्यो के अरे होइन। घर देखियो होला अलिअलि। हिजो मङ्गुर काट्न गएको घर हो त्यो माथिको, त्यो डाँडा मुनिको घर हो होइन। अब यस्तै छ गाउँघरतिर। मङ्गुर काटेको भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै साथको पुरा अपेक्षा राख्दछु अगाडि पनि। अब म चाहिँ आइपुगेँ मेरो काम गर्ने ठाउँमा। मैले चाहिँ दाउरा बोक्नुपर्ने हुन्छ होइन। टक्क यो अनि त्यहाँ तल छ। अब पहिला यो माथिकै बोकौँ होला होइन। पहिला तलको बोकौँ होला, तल बोक्दा ठिक होला।
तल पुग्यो है त तल जाऊँ भारी दाउरा हालौँ टोकोमा अनि ड्याङ्ग बोकिहालौँ है त गाई चाहिँ ल अब चाहिँ मैले अब यहाँ टोका दाउरा हाल्छु टोकोमा दाउरा हालेर हैन बोकेर लानुपर्छ है अब यस्तै छ के गर्ने पहिला त भारी भारी लाइन लिएर अन्त ढोका यसरी गाडीमा लानलाई यसरी ढोका लानु पर्दो रहेछ मेरो ब्याग देख्यो भने चाहिँ गाली नगर्नु होला है त्यही छ गाउँघरतिर दाउरा बोक्ने हैन यस्तै छ त अब के गर्ने दाउरा लानै पर्यो काटेपछि हैन दाउराहरू चाहिँ यस्तो छ के अरे ठुटा के गर्ने जस्तो भयो लानु पर्यो हैन काटेपछि त लानु पर्यो के हो र हैन सबै ठुटा मात्रै हुन्छ क्या यो खेतमा त यता पर जङ्गलतिर चाहिँ मान्छेहरू गरेछन् सायद दाउरा काट्न होला बोलिरहन् थुप्रै घाँस काट्न होला है म चाहिँ दाउरा बोक्न आएको बोकिन्छ यसरी लाने हो हैन दाउरा चाहिँ अब पहिला खन्निएर कडुस हुन्थ्यो आजभोलि खन्निएर काउरो गेडुलो हैन ठाउँ अनुसार नाम फरक होला हैन मैले भने रुखहरूको तर सबैतिर पाउँछ होला जहाँसम्म लाग्छ है ल अब यति हो यहाँभन्दा धेरै हाल्नुहुन्न उकालो छ गराउनु हुन्छ हैन अब यसलाई उठाएर यस्तो गरेर यहाँ राख्ने अनि टक्क लाएर यसो गऱ्यो यसरी बोक्यो हैन ल बोक्यो टोका हाल्यो अब जाँदैछु अब रोडा पुऱ्याउँछु अब यो दिनै सबै बोकेको मात्र त खिच्ने कुरो भएन हैन अब एक खेपको मात्रै खिच्छु यस्तो मैले थुप्रै खेप बोक्नु पर्ने हुन्छ है अब अरू के छ त सुनाउनुहोस् दाउरा कतिजनाले बोक्नु भएको छ तपाईँहरू दाउरा बोक्नु कतिको रमाइलो हुन्छ आफ्नो के भन्छ अरे अनुभवहरू साट्न सक्नुहुन्छ है कमेन्ट मार्फत कस्तो लाग्छ दाउरा बोक्न है यदि च्यानलमा भिडियो हेर्दै हुनुहुन्छ भने मेरो चाहिँ नयाँ हो च्यानल होइन सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला है त भिके मागे जस्तो भयो मन पऱ्यो भने सब्सक्राइब गर्नुहोस् नत्र केही छैन है त ल म पुग्न लाएँ होइन उकालो छ कि थाकिन्छ यस्तो उकालो छ नि त दाउरा छ दाउरा धेरै नै है फेरि थोरै बोक्यो भन्नु होला है धेरै नै बोकिरहेको छु उकालो भएर हो थोरै हालेको कि म त धेरै बोक्नु सक्थेँ म होइन ल म चाहिँ दाउरा राख्ने ठाउँमा आइसकेँ है अब दाउरा राखिन्छ त्यसपछि फेरि यसै कार्य नियमित गरिन्छ है त ल अब दाउरा बोकेर सकेपछि भेटौँला है एकखेप दाउरा चाहिँ मैले ल्याएर खनाइसकेँ होइन अब कतिसम्म ल्याउनु सक्छु ल्याउँछु अनि अब चाहिँ जाने बेला मात्रै भिडियो आउँछ है ल हाम्रो दाउरा बोकेर सक्यो लगभग अब एकखेप छ होइन यतिको पनि सक्यो है म छु यता अब के छ भन्दाखेरि काम सकियो होइन दाउरा बोकेर सक्यो मलाई लगभग 2 घन्टा जति लाग्यो यति बोक्नलाई अब चाहिँ म यो बाँकी भएको टोकोमा हाल्छु अनि लिएर चाहिँ म घर जाने होला छु होइन अब घर गएपछि भेटौँला है त सिधै
ल यो चाहिँ मेरो लास्ट खेप हो होइन, यति चाहिँ मैले यहाँ छोडेँ। अब यो चाहिँ लिएर म घर जानेवाला छु। अनि माथि मैले कति बोकेँ अब फेरि देखाउनेवाला छु है। हेर्दै जाऊँ है त मैले कति बोकेँ, हेर्नुहोस् है त। बिहान आउँदा कति थियो, अहिले कति छ। यो चाहिँ मैले त्यो बोकेको हो अहिले होइन। अनि अहिले पनि यहाँ बोकिरहेको छु होइन। यो भारी चाहिँ अलिक गरुङ्गो भएछ। अब चाहिँ म घर जाँदैछु है। थाकिने भयो यो भारी बोक्दा चाहिँ। रोड यस्तो छ अनि म छु यता। ल अब चाहिँ म घर जाँदैछु होइन। घर गएपछि भेटौँला है त। ल फाइनल्ली घर आइयो। घर आएर दाउरा पनि थाकिसक्यो, अब खाली भइसक्यो। भैँसी कराइरहेको छ ब्याकग्राउन्डमा होइन। यस्तै भयो आजको दिन है। यस्तो छ अहिलेको अवस्था। अनि आकाशतिर चाहिँ पानी पर्छ कि भनेको परेन, ठिकै भयो होइन। अब घर आइयो। आजको दिन यस्तै भयो, तरसार बोकियो है। अब आजको लागि भ्लग यति नै। अब बाँकी चाहिँ अर्को भ्लगमा भेटौँला है त। सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है कसैले पनि। ल अर्को भिडियोसम्मको लागि सबैजनालाई बाई बाई, सी यू है त।